सो हेलो गाइस, च्यानल स्वागत छ मेरो च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ, म त्यहाँ सन्चै छु। म चाहिँ अहिले चाहिँ 5:30 बजी चाहिँ अब आफ्नो कलेज जान लाग्नु भएन। यस्तो खालको हुस्सु लागेको होइन, फुल सेफ्टीको साथ अंदर साढे 5 बजी यस्तो खुस्छु लाग्यो क्या। केही देखेँ होइन, कसरी आएको होइन भनेको मैले। यस्तो जाडो किने मैले एउटा कुरा बुझेँ कि होइन, जुन हाम्रोमा मान्छेतिर हुन्छ नि, मान्छेतिर माथिपट्टि एल्टिट्युड बढ्दै जान्छ नि, त्यो मैले सासपट्टि गएको हुन्छ भने मैले एक्सिडेन्ट गरिसकेँ कि। एकजना मेरो साइडमा चाहिँ अब साथी पनि भेटेको छन्। हजुर, उहाँ चाहिँ होइन मेरो आयुष साथी पनि बाटो बिचबाट उहाँ भेटिसकेको छन्। तिनीसँग सँगसँगै जाने कि एक्लै जानु भने तिनीसँग सँगसँगै जाने। केही देखेको छैन क्या, युट्युबमा हालेँ मैले आयुष साथी। केही हुन्न, हो जाडो भयो साथीहरू होइन। खै अन गरेको भिडियो ल अनि है। अब चाहिँ राति पनि चाँडै हुन्छ। वाट्सएपहरूको यति बनाउनु न यहाँ। हाम्रो चाहिँ होइन यहाँ जुन त्यो जब जाडो मौसम सुरु हुन्छ नि, त्यतिखेर चाहिँ हाम्रो बिहान चाँडै हुन्छ होला होइन। अनि राति चाहिँ बिहान ढिलो हुन्छ, राति हर छिटो हुन्छ क्या। 5 बजे त हाम्रो यत्तिकै हुन्छ क्या मौसम। हाम्रो आइफ साथीले यहाँ कन्टिन्यू गर्छन् आफ्नो भ्लग होइन। त्यही भएर चाहिँ म यसो मैले भ्लग चाहिँ मेरो यहीँ पचार्छु। सकेसम्म मैले यो भिडियो चाहिँ आफ्नो युट्युब च्यानलमा हाल्दैन भने हाल्न सक्छु। कसैले के रोक्नु सक्दैन नि त, किनकि म स्कुल ड्रेसमा छैन नि त, अहिले पुरा आउट ड्रेसमा छु नि त म। कोही के गर्छ र होइन, कसैले के गर्दैन। फोन त लानु पाइँदैन नि, त्यही हो। कसैको बाउको हिम्मत पनि छैन कि मेरो यो मलाई रोक्न कसैलाई होइन। भाइरल भइदिनेहरूको भिडियो अब चाहिँ मैले यो भिडियो चाहिँ पज गर्छु, किनकि आयुषले भन्छ नि त। साथीहरू हेर्न सक्नुहुन्छ कि अगाडि चाहिँ यति धेरै कुहिरो अनि हेर्न पानीको शीत हुन्छ नि, पानीको शीत। हेर न मेरो क्यामेरा, मेरो नि शीत नि हरिब झरेको छैन। अब चाहिँ हामी स्कुल जानुपर्ने हुन्छ। स्कुल गएर चाहिँ हामी अब फर्स्ट पिरियडमा एटेन्डेन्स लिन्छ, त्यसपछि गइन्छ काम। त्यसपछि अब हामी सेकेन्ड पिरियड हाम्रो पढिन्छ, सामाजिक पढिन्छ। पढेपछि हाम्रो थर्ड पिरियड मेन मनपर्ने थर्ड पिरियड हो क्या, किनकि त्यो एकाउन्ट हो नि त, गाह्रो लाग्छ। अनि त्यसपछि त्यो चाहिँ जब मान्छेहरू हिमालतिर गएर त अलिक बियो सुन्ने यस्तो हुन्छ नि त, लेग लाग्यो। ओके, सास फेर्न गाह्रो हुन्छ नि त। हामीलाई बनाउनु भर्खर त्यस्तो भइरहेको, किनकि अब त्यत्रो जाडो पनि छ। अनि त्यसपछि त्यो हिमाल त माथिबाट चढ्नु पर्छ नि, हिमालमाथि अक्सिजन कमीले के। मलाई त अघि यार आउँदाखेरि बाटोमा होइन पुरा सास फेर्न गाह्रो भएछ हो यार। हाम्रो चाहिँ अगाडि चाहिँ यहाँ मन्दिरको रुख छ गएर अब देखेको छैन गरे। यो चाहिँ हाम्रो मन्दिर लाइट देखाएर आएपछि ध्यान पर्यो। देखियो यहाँ चाहिँ हाम्रो मन्दिर गऱ्यो तर देखेको चाहिँ छैन होइन। बाटो पनि देखेको छैन क्या, टक्क भएर आफ्नो जुत्ता है, जुत्ता पालिस गरेर हिँड्दै आफ्नो गन्तव्यतिर। अनि पछाडिबाट चाहिँ एउटा बस आएको छ, त्यो बस चाहिँ बुटल टु बरघाट हो क्या। बाह्रले बस्नु गयो एउटा। हामी नि अब आफ्नो 12ले गइन्छ होइन। अब नदिनु केही होइन। अनि त्यसपछि म चाहिँ यहाँ साथी घर राख्ने हो क्या। अनि माथि चोकसम्म हुन्छ नि, चौडैसम्म गएको चाहिँ मैले
भिडियो चाहिँ यिनको मोबाइलबाट बनाउँछु केही प्रब्लम छैन नि त अरे टल भएन अरे अरे टल भएन यार त्यही नि त के अरे क्यामेरामा त पानी लाग्यो जस्तो छ ब्लर देख्छ क्यामेरा पानी लागेको छ अरे कि ल यति भएपछि त भएछ नि फुल सेफ्टीको साथ नि त है ओए एनसीले क्यामेरा गाड्यो ब्लरदेखि के हेर्न छोडिदियो अब चाहिँ जाडो हुने मौसमै हो कि किन भन्दा यो त पोस्टको चार हो नि त आज उसले आउने यत्तिकै कुरो भएको भने यार मङ्सिरसम्म कुरो लगाएन उसको एक गते एक नै 2 गतेतिर चाहिँ अलि हरियो लगाइदिएको कुरो चाहिँ हरियो लगाइदिएको थियो पछाडि चाहिँ सहरमा स्कुलको बसाउँदै छ हो टिपर पुसाइको हेर टिपर हो रे अगाडि चाहिँ टिप्पर गयो साथीहरू अब चाहिँ म अब चोकमा जाने बाटो चोकमा पुग्न पनि लागिसकेको छु होइन अब चाहिँ म त्यहाँ अगाडि साथी घर छ ट्याक्क अगाडि केही देखिँदैन नि त होइन ग्लोभ्स सब छ क्या अनि त्यहाँ अगाडि चाहिँ साथी घर छ साथी घर मोबाइल राख्ने हो अनि हामी चाहिँ त्यहाँबाट चाहिँ जाने हो जब हामी स्कुल पुग्दा चाहिँ हामीलाई त्यही 47 यस्तो हुन्छ यो मैले ज्याकेटमा खोल्नु पर्ने नि त अब अलिक गाड गर्मी हुन्छ नि त अलिक बसतिर यस्तो अब कस्तो हातमा अलिक ठिक मेरो एउटा हातमा छैन नि त भन्छ होइन साथीहरू अहिले चाहिँ हामी यता चौडा आइसक्यो होइन चोकतिर नि यस्तै चिसो हो नि त अगाडि चाहिँ अक्सफोर्डको बस आएर होइन ठेल्लिन्न अगाडि चाहिँ अक्सफोर्डको बस यहाँ चाहिँ अब लोकल बसहरू भइहाल्यो 5-6वटा हामी चाहिँ चोकमा पनि आइसक्यो अब चाहिँ 5-10 मिनट रन कोही छैन यहाँ त यहाँ अरू बेला नै यहाँ न हरि प्याक हुन्थ्यो क्या अहिले चाहिँ अहिले त कोही छैन भाइ त्यसपछि यहाँ चाहिँ अब बसाउन अझै 5-10 मिनट लाग्छ अब क्लियर देखेको छ यार हेर्नु नि बसहरू होइन अझै अक्सफोर्डको बस नै गयो एकछिनमा चाहिँ अब पाराले साथीहरू म चाहिँ होइन अहिले घर पनि आइसकेको छु अहिले चाहिँ म रातिको 7 बजीतिर मैले भिडियो चालु गरेको है यो इन्डिङ पार्टवाला म चाहिँ घर चाहिँ त्यहीँ 11:30तिर आइपुगेको थिएँ आज अलि लेट आज फेरि अर्को बस चेन्ज गर्नु परेको कारणले गर्दाखेरि आज अलि लेट भयो अनि ल म चाहिँ होइन जुन त्यो मेन चोकतिर हुन्छ नि अब त्यहाँ चाहिँ यति 5-10 मिनट 1 मिनट जतिको मैले भिडियो बनाएको छु होला अनि त्यही हो नत्र अन्त त ठिकै भयो अनि मोबाइल पनि स्क्रिन लक होइन नि त मैले त्यही भएर स्कुलको पनि भिडियो बनाएको छैन यति भन्दै आजको मैले मेरो यो भिडियो छ नि यो इन्ड गर्न चाहन्छु जसले अन्तिमसम्म हेर्नुभयो भने लाइक सेयर अनि कमेन्ट सब्सक्राइब सब अल टु अल गर्नु पऱ्यो क्या सकेसम्म अरू तपाईँको साथीहरूलाई अनि दाजुभाइ यस्तो मित्रहरूलाई होइन पनि सेयर गर्नु पऱ्यो क्या टक्क पाराले अब यो साइमन भ्लग हो भन्ने चिन्न नलाइ ल बाई अब फेरि अब नयाँ भ्लगमा भेटिन्छु पनि केही च्यालेन्ज पनि लिएर आउँला मैले होइन ल त्यति भन्दा आज मैले भ्लग चाहिँ इन्ड गर्न चाहन्छु ल हेभ अ नाइस डे